दर्शकवृन्द नमस्कार। पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको माध्यमबाट चर्चित सेलिब्रिटी यानि कि नायक नायिकाहरूको गोप्य फोटो भिडियो बाहिरिने गरेको प्रशस्तै सुन्दै देख्दै आइरहेका छौँ। विदेशी सेलिब्रिटीहरूको नग्न भिडियो फोटो आयो रे भन्ने हल्लाले खासै प्रभाव पार्दैन थियो, तर आजकाल नेपालमा पनि यसको प्रभाव निकै पर्न थालेको देखिन्छ। यानि कि फेसन जस्तै हुन लाग्यो भन्दा पनि फरक पर्दैन। दर्शकवृन्द, किन घट्छन् त यस्ता घटनाहरू? किन निस्किन्छन् यस्ता न्युजहरू सामाजिक सञ्जालमा? सायद सामाजिक सञ्जालमा भाइरल हुनलाई हो, या पैसा कमाउन, वा विभिन्न आफ्नो स्वार्थ पुरा गर्न। दर्शकवृन्द, गोप्य भिडियोहरू बाहिरिने क्रम तीव्र रूपमा बढे सँगसँगै भर्खरै मात्र फेरि अर्को गोप्य भिडियो सामाजिक सञ्जालमा हामी देख्न सक्छौँ। दर्शकवृन्द, हामी यो भिडियो हेरेर सरासर भन्न सक्छौँ कि उहाँहरूले यो कोठाभित्र दुईजना मिलेर जुन हरकत गरिराख्नु भएको छ, जुन रोमान्स गरिरहनु भएको छ, यो सरासर दुईजनैको मिले महत्त्वमै गरिरहेको जस्तो भिडियोबाट बुझ्न। यस्तो भिडियोको समाचारहरू हामीले तपाईँहरूमाझ सम्प्रेषण गर्दाखेरि हामीमाथि थुप्रै गाली बेइज्जतीहरूको पनि वर्षात हुने गरेको पाइन्छ। एक हिसाबले यो स्वाभाविक पनि हो। कतिपय अडियो भिडियोहरू हाम्रो नेपाली समाजमा परिवार आफन्तहरूमाझ सँगै बसेर सुन्न हेर्न नसक्ने नै हुन्छन्। तीमाथि काण्डको विषय भनेको त धेरै नै संवेदनशील हुन्छन्। दर्शकवृन्द, अरूको वास्तविक जीवनभित्रको कुरालाई कोट्याउनु, उथलपुथल पार्नु, उहाँहरूको चरित्र हत्या गर्ने रहर हामीलाई पनि हुँदैन। यस्ता गोप्य संवेदनशील भिडियोहरू बाहिरिने क्रमले गर्दा नै हाम्रो गाउँ समाज, हाम्रो संस्कृतिमाथि पनि ठुलो आँच आउने गरेको पाइन्छ। यस्तै घटना क्रियाकलापहरूले गर्दा नै फेरि अर्को घटनाहरू दोहोरिने गरेको बढी जस्तो पाइएको छ। भिडियो बाहिरी सँगसँगै पीडितहरू डिप्रेसनमा जाने, विभिन्न तरिका अपनाएर सुसाइड गर्ने समाचारहरू पनि बाक्लो रूपमा हामीले देख्दै सुन्दै आइरहेका छौँ। दर्शकवृन्द, हामीले त आगामी दिनहरूबाट तपाईँहरूलाई सजग गराउन मात्र खोजेका हौँ। हाम्रो त कामै समाचार सम्प्रेषण गर्नु हो। विश्व संसारभित्र रहेका गाउँ समाज वा मान्छेका जीवनमा घटिरहेका घट्ने घटनाहरूलाई हामी गुगलको क्राइटेरियाभित्र रहेर जस्ताको तस्तै तपाईँहरूमाझ सम्प्रेषण गरिरहेका हुन्छौँ। कतिपय अडियो भिडियोहरू हाम्रो नेपाली समाज परिवार आफन्तहरूमाझ सँगै बसेर हेर्न सुन्न नसक्ने हुन्छन्। तीमाथि काण्डको विषय भनेको त धेरै नै संवेदनशील नै हुन्छन्। दर्शकवृन्द, अरूको वास्तविक जीवनभित्रको कुरालाई कोट्याउनु, उथलपुथल पार्नु, उहाँहरूको चरित्र हत्या गर्ने रहर हामीलाई पनि हुँदैन। यस्ता गोप्य संवेदनशील भिडियोहरू बाहिरिने क्रमले गर्दा हाम्रो गाउँ समाज, हाम्रो संस्कृतिमाथि पनि ठुलो धक्का पुग्ने गरेको पाइन्छ। यस्तै क्रियाकलापहरूले गर्दा यस्ता गोप्य संवेदनशील भिडियोहरू बाहिरिने क्रमले गर्दा हाम्रो गाउँ समाज, हाम्रो संस्कृतिमाथि पनि ठुलो धक्का पुग्ने गरेको पाइन्छ। यस्तै क्रियाकलापहरूले गर्दा फेरि अर्को घटनाहरू दोहोरिने गरेको बढी जस्तो पाइरहेको छ। भिडियो बाहिरी सँगसँगै पीडितहरू डिप्रेसनमा जाने, विभिन्न तरिका अपनाएर सुसाइड गर्ने समाचारहरू पनि बाक्लै रूपमा हामीले सुन्दै देख्दै आइरहेका छौँ। दर्शकवृन्द, हरेक मानिसको जीवनमा लभ, सेक्स, रोमान्स, इन्टरटेनमेन्टहरू हुन्छन्, नहुने हुँदैनन्। मात्र बस हरेक होटल, गेस्ट हाउस, पार्क यानि कि जुन क्षेत्रमा जसले जे क्रियाकलापहरू गरिरहेका हुन्छन्, मात्र ध्यानपूर्वक, सावधानीपूर्वक, होसियारी अपनाएर मात्र गर्नुहोला र सजग रहनुहोला भन्न खोजेका हौँ। हाम्रो त काम नै समाचार सम्प्रेषण गर्ने हो। दर्शकवृन्द, सत्य तथ्य घटनाहरू जे छन् गुगलको क्राइटेरियाभित्र रहेर हामीले सम्प्रेषण गर्ने गरिरहेका हुन्छौँ। दर्शकवृन्द, के कस्तो लाग्छ तपाईँहरूको अमूल्य सुझाव प्रतिक्रिया भने छोड्न नभुल्नुहोला, ताकि हामीबाट भएका गल्ती कमी कमजोरीलाई सुधार्ने मौका मिलोस्। जहाँबाट हेर्दै हुनुहुन्छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, तपाईँहरूको दिन शुभ रहोस्। धन्यवाद। दर्शकवृन्द, सुझाव प्रतिक्रियाहरू भने छोड्न नभुल्नुहोला, ताकि हामीबाट भएका गल्ती कमी कमजोरीलाई सुधार्ने मौका मिलोस्।
हरेक मानिसहरूबाट गल्ती कमी कमजोरी हुन्छ, त्यसलाई सुधार्न पाउनु, सुधार्नु नै सबैभन्दा ठुलो महानता भनिन्छ। दर्शकबिन जहाँबाट जसरी हेर्दै हुनुहुन्छ स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस्, तपाईँहरूको दिन शुभ बितोस्। हस् त, धन्यवाद। जय नेपाल। दर्शकबिन के कस्तो लाग्छ तपाईँहरूको अमूल्य सुझाव प्रतिक्रिया भने छोड्न नभुल्नुहोला, ताकि हामीबाट भएका गल्ती कमी कमजोरीलाई सुधार्ने मौका मिलोस्। जहाँबाट हेर्दै हुनुहुन्छ स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस्, तपाईँहरूको दिन शुभ रहोस्। धन्यवाद। दर्शकबिन सुझाव प्रतिक्रियाहरू भने छोड्न नभुल्नुहोला, ताकि हामीबाट भएका गल्ती कमी कमजोरीलाई सुधार्ने मौका मिलोस्। हरेक मानिसहरूबाट गल्ती कमी कमजोरी हुन्छ, त्यसलाई सुधार्न पाउनु, सुधार्नु नै सबैभन्दा ठुलो महानता भनिन्छ। दर्शकबिन जहाँबाट जसरी हेर्दै हुनुहुन्छ स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस्, तपाईँहरूको दिन शुभ बितोस्। हस् त, धन्यवाद। जय नेपाल।